हेलो वेलकम टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ हाम्रो त्यत्तिकै खास होइन, त्यही डेली भ्लग जस्तो हुनेछ। अब म बिहानै भर्खरै उठेँ, चिया खाएँ होइन। यहाँतिर बाजे पर भाँडा बाजिरहेको छ मस्तले। म चाहिँ भर्खर उठेँ यहाँतिर। भर्खर उठेको त होइन, म बिहान कति 4 बजी उठेँ होला सायद। 4 बजी उठेर यहाँ दाउराहरू ओसारेँ। दाउराहरू ओसारेँ, जुन यो देख्नुभएको छ नि, यो दाउरा मैले ओसारेको। बिहानको 4 बजी उठेर ओसारेँ, त्यहाँबाट एकछिन सुतेको, त्यही निदाएको छु। यो यस्तै छ गाइजहरू। यहाँ बाख्रा निकाल भनेर आएको, बाख्रा सबै अलरेडी निकालिसकेको छु मैले। यो यहाँ त लसुन बारीहरू छ। हिजो राति सपनीमा चुमन गर्यो राजा, नभन्नु त्यो भनिहाल्यो, भन्नु पनि लाज। यी गाइस हाम्रो कुखुरा एउटा सब गइसक्यो। लास्ट एउटा वान पिस, एउटा माथि छ। वान पिस मात्र बाँकी छ कुखुरा पनि। मायाको डोरीले निष्ठुरी मोरीले लग्यो मलाई। पाठा त यहीँ पो छ क्या हो। यो लग यो चाहिँ गाइसहरू स्पेसली पाठाको लागि कोठा गाइस। अनि हाम्रो चाहिँ यहाँनिर एउटा देखाउन आँटेको छ हामी। एउटा हाम्रो लभली कता देख्नुभएको छ लभली बाछा। यता कता हो लभली बाछा, यता अना देखा त, अना देखा। क्यामेरा कस्तो ब्याक गर्ने हेरौँ गाइसहरू। हाम्रो लभली बाछा यहाँ बाछी थोपडा देखेर आफ्नो कस्तो क्यामेरा कस्तो कालो देखिरहेको छ, यो राम्रो छ नि। अनि यसको माउ चाहिँ यहाँ हाम्रो चिलमा बसिएको छ। यहाँ बिहाको त्यस्तै 3 दिन जति भयो होला लगभग। सो यो गाइस त्यहाँतिर के बारी छ। यहाँतिर रिन्सेन छ। के छ खाउतिर भन् त? ठिक छैन। के भयो? भोक लागिरहेछ गाइस। हाम्रो यतातिर चाहिँ गाउँघरि रहेको छ, पुरा फुल गाउँघरि। यहाँतिर मल, त्यहाँ ग्रिन हाउस रहेको छ। र यही हो छोटो मिठो भ्लग बनाऊ भनेको होइन, अलिक सपोर्ट गरिदिनु होला। त्यही हो। हिजो राति सपना ल हाम्रो एउटा वार्ड बिसी एउटा कुखुरा छ, जुन चाहिँ छोडेको रहेन। हेर नि, छोडिदिनु पर्यो एउटा। यहाँतिर एउटा के ब्रेम भयो के हो पनि। है ल बिहान के अन्डा पार्न आँटेको कि ब्रेम भयो। यहाँ चाहिँ बिहान सर उडेर आउँथ्यो। यता छोड्नु यहाँ छ। एउटा आफ्नै जिन्दगी एउटा यसको यहाँ दुइटै जुम्लियो, तर अर्को ठुलो भइसक्यो। आइज ल आइज ल यिनीहरू मान्दैन। दुइटै कहीँ चाहिँ यो दुइटा जुम्लियो हो, तर जुम्लियो जस्तो देखिँदैन। एउटा रातो छ, एउटा कालो छ। म जाने बित्तिकै त्यहाँतिर फेरि म छेउमा त्यत्रो खानु जान्छ। यो एउटा कालो, रातोभन्दा अलिकति कालो ठुलो छ, किनभने कालो चाहिँ बोका, रातो चाहिँ पाठी हो। यो चाहिँ छतौरी। यो लगभग अब 1 वर्ष हुन आँट्यो होला। खाँदैछ चिलमा यिनीहरू। लात खतरा भेट्यो त्यो। मैले दुधै दिँदैन छ हतपत होइन। यहाँ अब स्याउको बोट, तर खानु पाएको छैन स्याउ एउटा पनि। इट्टावाला यहाँतिर घाँसहरू राख्ने ठाउँ त्यही हो। यतातिर छ यही घरको माहौल होइन, गाउँघरको। बाख्रा साख्रा कुखुरा अलि खेतीपाती छ। यही हो। अब चाहिँ म होइन
ब्लगहरू प्रायः हालिरहेको छु, सपोर्ट गरिदिनु।